चला म पनि सन्चै छु फाइनली लङ टाइमपछि म हल्का थोरै भ्लग चाहिँ लिएर आएको छु है अनि फेरि आज भ्लग लिएर म चाहिँ हल्का आएको छु हजुरहरूको म्याचमा है सबै सन्चै हुनुहुन्छ म पनि सन्चै धेरै दिनको बाद आज चाहिँ बबाल घाम लागिरहेको छ मौसम नि दामी भइरहेको छैन छु त्यही कारण हो देख्न सक्नुहुन्छ बबाल छ है नेपालको यो चाहिँ धन हो नि त यस देख्न सक्नुहुन्छ अर्डर गरौँ है केटा अर्डर गरौँ है कोलाई चाहिन्छ वाट्सएपतिर अर्डर गरौँ केटा हो है यो चाहिँ औषधि नेपालको चाहिन्छ भने केटा हो कमेन्ट बेलो है त्यही हो बबाल छ औषधि केटा चाहिन्छ भने मसँग छ नि फेरि है चाहिँ कन्ट्याक्ट गरौँ कन्ट्याक्ट मसँग चाहिँ केटा हो सो त्यही हो है म चाहिँ यो फाइनली थोरै काम गरिरहेको छु भन्नाले म चाहिँ खोलिदिरहेको छु गाउँमा यस्तै छैन अब फेरि फर्किने मेरो दिन आइरहेछ होइन महिना 2 महिना भइसक्यो सायद अब समथिङ हुनु लागेको छ अब भनेको मेरो फेरि फल ब्याक हुने छ है जन्मभूमि छोडेर कर्मथला जाने बेला भइसक्यो मेरो है यो अझ म थोरै गाउँघरतिर गोठतिर चल्छ यता चाहिँ हाम्रो करेसेबारी छ देख्न सक्नुहुन्छ है यता करेसेबारी यता चाहिँ हाम्रो बारीहरू है त्यही हो यस्तै छ केटा हो यता गोठ यो चाहिँ हाम्रो गाईको र त्योदेखि उता चाहिँ हाम्रो घर हो घर त देख्दैन सो त्यही हो यस्तै छ केटा गाउँघरमा चाहियो भने मात्रै कल गरौँ केटा हो